मात्र साला बिहा गरेर पनि यस्तो दुःख पाइरहेको छ। बिहान लिएको भाँडा धुनु लुगा धुनु त्यसको महारानी चाहिँ घरमा ओछ्यानमा पल्टेर बस्नु मात्रै। रानीले चिया त घिच्ने नै होला, दुध ल्याउनु त आउनु पर्यो। अब दोकानमा के गर्नु साउने, खोइ दोकानमा को छौ? अब दोकानमा आयो, सधैँ दुध दिनु त लु। महारानीले घिच्ने त होला। ऊ फेरि फोन आइहाल्यो, हाँडी घोपिनीको। हेलो, अब यहाँ दोकानमा मैंने फोन गर्छ साला। घरको भाँडा पनि धुनु लुगा पनि धुनु सबै मैले गर्नु। अब त जेसुकै होस् फाइनल गरिदिन्छु कि त्यो घरमा बस्छ कि म बस्छ। ल अब त जेसुकै होस् फाइनल गरिदिन्छु। तँसँग चाहिँ नि मैले बिहा गरेर क्या सबैभन्दा ठुलो गल्ती गरेछ। न केटाहरूसँग घुम्नु पाउँछ, न म कहीँ जानु पाउँछ, न केही गर्नुपर्छ। साला आज तँ बस्छस् कि यो घरमा कि म बस्छु? नभए हुँदैन यस्तो गरेर। तँ नहुँदाखेरि म कस्तो मजाले बाँचिरहेको थिएँ, मजाले हिँडिरहेको थिएँ। तँसँग बिहा गर्दा चाहिँ मेरो जिन्दगीको सबैभन्दा ठुलो गल्ती भएछ साला। के भयो? ए खाना के खाने भनेर सोध्न आएको थिएँ। हिजो के भन्नु थियो थाहा छैन? हिजो रोटी सब्जी खाएको थिएँ। हौ त तिमीलाई सधैँ सधैँ भन्नुपर्छ? तिमीहरूलाई सधैँ सधैँ भन्नुपर्ने एउटै कुरा पनि। खाना पनि पकाइदिनु पर्ने, अझै गाली पनि सुन्नु पर्ने। त्यस्तो मौको नकुर म।